चाडपर्वको बेलामा मुख बारेर बस्नुस्, यो नखानुस् त्यो नखानुस् भनेर कसैले लाग्नेवाला छैन, कसैले टेर्नेवाला छैन। तर पनि के कति मात्रामा खाने, कसरी खाने भन्ने कुरा जानेको अवस्थामा चाहिँ यसबाट निम्तिने जोखिमलाई भने कम गर्न सकिन्छ। चाडपर्वको लागि केही खानपिनका टिप्सहरू दिनेछु, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो भिडियोलाई सेभ गरेर राख्नु होला, आफ्नो फ्यामिली ग्रुप साथीभाइहरूलाई भिडियो शेयर गरिदिनु होला। नम्बर 1, चाडपर्वको बेलामा त्यसमा पनि दशैं तिहारमा खाने मासुमा चाहिँ बोसोको मात्रा एकदमै धेरै हुने गर्दछ, स्याचुरेटेड फ्याटको मात्रा चाहिँ धेरै हुने गर्दछ। त्यसले गर्दाखेरि चाहिँ तपाईको शरीरमा चाहिँ कोलेस्ट्रोलको मात्रा बढाउने गर्दछ। त्यसैले बोसो रहित मासु चाहिँ खाने प्रयास गर्नु होला, मासुबाट बोसो हटाएर खाने गर्नु होला। नम्बर 2, मासु पकाउन भन्दा आधा घण्टादेखि 1 घण्टा अगाडि चाहिँ तपाईले चाहिँ मासुलाई चाहिँ राम्रोसँग हेल्दी मसलाहरूलाई चाहिँ मोलेर म्यारिनेट गरेर चाहिँ राख्न सक्नुहुन्छ। यसले गर्दाखेरि चाहिँ स्वास्थ्यमा देखिने विभिन्न किसिमको जोखिमलाई चाहिँ कम गर्दछ। पोलेको मासु अर्थात् बार्बिक्यू गरेको मासुले चाहिँ क्यान्सरको जोखिम निप्ट्याउन सक्दछ। त्यसैले चाडपर्वको बेलामा चाडपर्वको नाममा चाहिँ तपाईले बार्बिक्यू गरेको धेरै आगोमा पोलेको मासु खानलाई चाहिँ बन्द गर्नु होला। सक्दै सकिँदैन भने चाहिँ कम मात्रामा मात्र सेवन गर्नु होला। केही टिप्सहरू रहेको छ, त्यो टिप्सहरू अपनाएको खण्डमा चाहिँ यो क्यान्सरको जोखिमलाई कम भने गर्न सकिन्छ। त्यसमा चाहिँ सबभन्दा पहिलो टिप्स भनेको चाहिँ तपाईले बार्बिक्यू मासु खाँदै गर्दाखेरि, पोलेको मासु खाँदै गर्दाखेरि चाहिँ मासुलाई पोल्न भन्दा आधा घण्टादेखि 1 घण्टा अगाडि चाहिँ तपाईले त्यसलाई चाहिँ विभिन्न किसिमको चाहिँ हेल्दी मसलामा चाहिँ म्यारिनेट गरेर राख्न सक्नुहुन्छ। म्यारिनेट गर्नाले चाहिँ तपाईको कुकिङ टेम्परेचरलाई कम गर्नको लागि पनि यसले सहयोग गर्दछ। धेरै मात्रामा चाहिँ डढ्नलाई चाहिँ मद्दत गर्दछ। यति मात्र नभएर चाहिँ क्यान्सर निम्त्याउने तत्त्व HCA अर्थात् हेटेरोसाइक्लिक अमाइन बन्नलाई चाहिँ यसले कम गर्दछ। यसरी म्यारिनेट गर्दै गर्दाखेरि चाहिँ 90 देखि 95% चाहिँ क्यान्सरको जोखिमलाई चाहिँ कम गर्ने चाहिँ रिसर्चहरूले देखाइरहेको छ। चाडपर्वको बेलामा विशेष गरेर हामीले चाहिँ डिनर साँझको खाना चाहिँ एकदमै हेभी मात्रामा खाने गर्दछौँ र त्यसपछि हामीले गलत के गर्दछौँ भने तुरुन्त खाने बित्तिकै सुत्ने गर्दछौँ, जसले गर्दाखेरि चाहिँ एसिड रिफ्लक्स एसिडिटीको समस्यालाई चाहिँ बढाउने गर्दछ र तपाईलाई चाहिँ खाना खाएपछि चाहिँ तपाईलाई चाहिँ अमिलो डकारहरू आउने, अमिलो पानी चाहिँ हुलुक्क भएर मुखपट्टि आउने लक्षणहरू पनि देखिने गर्दछ र त्यसपछि चाहिँ कालान्तरमा गएर चाहिँ तपाईमा चाहिँ ग्यास्ट्रिकको समस्यालाई चाहिँ एकदमै धेरै सताउँदछ। त्यसैले खाना खाइसकेपछि चाहिँ नियमित मात्रामा चाहिँ आधा घण्टादेखि 1 घण्टा चाहिँ जगिङमा जाने, हिँड्ने बानी चाहिँ गर्नु होला। यसले गर्दा चाहिँ तपाईलाई चाहिँ एकदमै सहयोग गर्ने गर्दछ। भने त्यति मात्र नभएर सुत्ने बेलामा पनि सिरानी चाहिँ थोरै भए पनि अग्लो सिरानीको प्रयोग गरेर सुत्नु होला, जसले गर्दाखेरि चाहिँ एसिड रिफ्लक्सको सिम्पटम्सहरूलाई कम गर्नको लागि, रिलिफ गर्नको लागि चाहिँ मद्दत गर्ने गर्दछ। अर्को टिप्स भनेको यस्ता माछा मासु खाइसकेपछि चाहिँ त्यसपछि चाहिँ लेमन वाटर अर्थात् कागती पानी खाँदै गर्दाखेरि यसले तपाईको पेटलाई सफा गर्नको लागि पनि मद्दत गर्दछ। चाडपर्वको बेलामा अत्याधिक मात्रामा खाने गर्दछौँ, यसलाई कम गर्नको लागि चाहिँ यो सँगसँगै चाहिँ तपाईले चाहिँ विभिन्न किसिमको फलफुलहरू मिसाएर चाहिँ सलादको फर्ममा चाहिँ खान सक्नुहुन्छ। यसले पनि तपाईलाई चाहिँ एउटा काइन्ड अफ गुड एपेटाइजरको रूपमा चाहिँ यसले सहयोग गर्छ र तपाईको चाहिँ पाचन शक्तिलाई पनि मजबुत गर्नको लागि सहयोग गर्दछ। विशेष गरेर यदि तपाई चाहिँ सुगरको रोगी हुनुहुन्छ, उच्च रक्तचाप, मुटु रोग, विभिन्न किसिमको चाहिँ कोलेस्ट्रोल बढी मात्रामा छ, त्यस्तै गरेर चाहिँ युरिक एसिड बढी मात्रामा छ भने, मोटोपनको समस्या छ भने चाहिँ तपाईहरु चाहिँ एकदमै धेरै चाहिँ सावधानी अपनाउनु पर्ने हुन्छ। यस्तो समस्या भएका व्यक्तिहरूले चाहिँ मदिराजन्य पदार्थहरूलाई चाहिँ बन्द गर्नु होला। चाडपर्वको बेलामा रातो मासु अर्थात् खसीको मासुहरू सँगसँगै चाहिँ हामीले मदिरा सेवन गर्दै गर्दाखेरि चाहिँ यसले तपाईमा चाहिँ कोलेस्ट्रोललाई बढाउनुको साथसाथै मुटु रोगको जोखिम पनि उत्तिकै मात्रामा देखिने गर्दछ। एकदमै इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हामीले चाडपर्वको बेलामा चाहिँ एक्सरसाइजहरूलाई, वर्कआउटहरूलाई चाहिँ कम्प्लिटली बन्द गर्दछौँ। त्यसले गर्दाखेरि चाहिँ तपाईको जोखिमलाई थप बढाउने गर्दछ। त्यसैले चाडपर्व भनेर एक्सरसाइज गर्न, वर्कआउट गर्न र बिहानको तपाईले चाहिँ जति पनि एउटा हेल्दी लाइफस्टाइलहरू चाहिँ जति पनि रहेको हुन्छ, योगा एक्सरसाइजहरू, ब्रिदिङहरू, मेडिटेसनहरू गर्ने गर्नुहुन्छ, प्राणायामहरू गर्ने गर्नुहुन्छ, त्यसलाई चाहिँ हामीले कम्प्लिटली चाहिँ इन्कार गर्ने गर्दछौँ। यसले गर्दाखेरि चाहिँ थप जोखिमलाई एक्सेलरेट गर्नलाई चाहिँ मद्दत गर्ने गर्दछ। सचेतनाका लागि भिडियोलाई सक्दो सेयर गर्नु होला, फलो गरेर हामीसँग जोडिनु होला। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।